यो नेपालको राजधानी काठमाडौँ हो। झन्डै 50 स्क्वायर किलोमिटरमा फैलिएको यो सहरमा लगभग 20 लाख मानिसहरूको बसोबास छ। यसको नाम सुन्ने बित्तिकै हामी ठूला बिल्डिङहरू, प्राचीन मठ मन्दिर, मानिसहरूको हुल र हल्ला, गल्ली गल्लीको त्यही ट्राफिक जाम, फोहोरको डङ्गुर र लाखौंको संख्यामा यो सहर हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरूलाई कल्पना गर्छौं। यो सहर नेपालमा पर्यटन उद्योगको प्रवेशद्वार हो र देश छाड्नेहरूका निम्ति निकासद्वार पनि। यो सहर धनी वरिष्ठका लागि पैसा छाप्ने यन्त्र हो र गरिब दुखीका लागि गरी खाने थलो पनि। यो सहर नेपालकै सबैभन्दा विकसित सहर हो र सबैभन्दा बढी जनघनत्व भएको सहर पनि। यो हो हामी सबैको सपनाको सहर काठमाडौँ। तर आजभन्दा करिब 250 वर्ष अगाडि काठमाडौँ केही फरक थियो। ठ्याक्कै कस्तो थियो भनेर कुनै तस्बिर या भिडियो त छैन, तर इतिहासका विभिन्न पुस्तकहरू पढ्ने हो भने केही तथ्यहरू भेट्न सकिन्छ। जस्तै काठमाडौँमा त्यो समय मल्ल राजाहरूले शासन गर्थे र राजा थिए जयप्रकाश मल्ल। त्यति बेला काठमाडौँमा फ्याटफुट्ट केही थोरै घरहरू मात्र थिए, तर त्यसको तुलनामा खेतीयोग्य जमिनहरू भने टन्नै थियो। खुल्ला चौर, अनगिन्ती सांस्कृतिक धरोहर र मठ मन्दिर, ठुला दरबार र वास्तुकलाका उत्कृष्ट नमुनाहरू, चारैतिर हरियाली, डाँडाकाँडा, वनपाखा, ठुलै घाँसे मैदान। काठमाडौँ स्वर्गै थियो भन्दा फरक नपर्ला। तर आज 250 वर्ष पछाडि काठमाडौँमा सबै कुरा फेरिएको छ। तस्बिर खोज्दै जाने हो भने 50 वर्ष अगाडिका केही तस्बिरहरू भेटिन्छन्। ती तस्बिरहरूलाई अहिलेको समयसँग तुलना गर्नुभयो भने काठमाडौँ कति तीव्र गतिमा विकास भएको छ भन्ने कुरा प्रष्ट देखिन्छ। विकाससँगै हाम्रो प्रकृतिको दोहन पनि त्यत्तिकै भएको देखिन्छ। थोरै समयमै ठुला ठुला भवनहरू ठडिएका छन् र 50 वर्षको अन्तरालमै जनसङ्ख्या झन्डै 10 गुणाले बढेको छ। तर एउटा कुरा भने न यो 50 वर्षमा फेरिएको छ, न त विगत 250 वर्षदेखि नै फेरिएको छ, र त्यो हो नेपालको राजधानी। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि जित हासिल गरेको केही समय पछाडि विक्रम सम्वत 1826 चैत्र 12 गते काठमाडौँलाई आफ्नो राजधानी बनाउँछन् र काठमाडौँकै दहचोकमा बसी आफ्नो शासन चलाउँछन्। तर काठमाडौँ नै किन त? उनले काठमाडौँमा त्यस्तो के देखे जसले गर्दा आफ्नो जन्मभूमि गोर्खालाई नभएर आफूले भर्खरै जितेको राज्यलाई आफ्नो देशको राजधानी बनाइदिए। काठमाडौँलाई नै आफ्नो देशको राजधानी बनाउन उनी बाध्य थिए या यसमा उनको केही रणनीति थियो त? पृथ्वीनारायण शाहको त एउटा कुरा होला, तर 250 वर्ष पछाडि अहिले पनि देशको राजधानी किन काठमाडौँ नै छ त? किन कसैले यसलाई फेर्ने आँट गरेको छैन त? आउनुहोस् यो सबै विस्तारमै बुझ्ने कोसिस गरौँ आजको इनडेप्थ स्टोरीमा। काठमाडौँको कुरा गर्नुभन्दा पहिला हामीले क्यापिटल शब्द बारेमा थोरै जान्नै पर्ने हुन्छ। क्यापिटल शब्द आफैमा एउटा ल्याटिन वर्ड क्यापुटबाट आएको शब्द हो, जसको अर्थ हेड अर्थात् टाउको हुन्छ। क्यापिटल सिटी कुनै पनि देशको एडमिनिस्ट्रेटिभ र पोलिटिकल सेन्टर हो। सुप्रिम कोर्ट, पार्लियामेन्ट र अरू थुप्रै गभर्मेन्टल एजेन्सी देशको राजधानीभित्रै हुन्छ। त्यसैले प्राय सबै देशले आफ्नो देशको सबैभन्दा ठुलो सहरलाई नै आफ्नो देशको राजधानी बनाउने गरेका छन्। तर कुनै पनि देशको राजधानी मेनली यी 4 फ्याक्टरहरूद्वारा चुज गरिन्छ: पोलिटिकल, हिस्टोरिकल, इन्फ्रास्ट्रक्चरल र इकोनोमिक एक्सपेक्ट। प्राय सबै देशले यही नियमको पालन गरी आफ्नो देशको राजधानी छान्ने गर्छन्। उदाहरणका लागि हामीले इङ्ल्यान्डलाई लिन सक्छौँ। लन्डन इङ्ल्यान्डको राजधानी हो, तर त्यसअगाडि विन्चेस्टर र त्योभन्दा अगाडि कोल्चेस्टर इङ्ल्यान्डका राजधानी थिए। अल्फ्रेड द ग्रेटको शासनकालमा विन्चेस्टरलाई देशको राजधानी बनाएर देशका केन्द्रीय सरकारका संस्थाहरू विन्चेस्टरमै सारिएको थियो। त्यो सहर लन्डनको नजिकै थियो। समय बित्दै जाँदा लन्डनमा पर्यटन उद्योगले ऱ्यापिड टर्न लिन थाल्यो, जसले गर्दा लन्डनमा व्यापार अचानक तीव्र गतिमा बढ्न थाल्यो। मुख्य गरी भेडाको ऊन तथा विभिन्न कपडा उद्योगले केही समयमै लन्डन सम्पन्न भयो। अब पर्यटन र व्यापार बढेसँगै लन्डनको आसपास पूर्वाधारको पनि विकास हुन सुरु भयो, जसले गर्दा लन्डनको इकोनोमी केही वर्षमै दोब्बर भयो। यसरी लन्डनको इकोनोमिकल, इन्फ्रास्ट्रक्चरल र पोलिटिकल एक्सपेक्ट हेरेर यसलाई इङ्ल्यान्डको राजधानी बनाइयो। पछि सन् 1666 को द ग्रेट फायर अफ लन्डनका कारण लन्डनका धेरै संरचनाहरू तहसनस भए। इभन दोस्रो विश्वयुद्धको बमबारीले पनि यो सहरलाई ठुलै क्षति पुर्यायो। तर त्यसको बावजुद पनि आज पनि लन्डन नै इङ्ल्यान्डको राजधानी छ।
यसले लन्डनको इकोनोमिक र पोलिटिकल स्थिरतालाई दर्शाउँछ। तर कुनै कुनै देशहरूले आफ्नो देशको राजधानी धेरै नै अनौठो तरिकाले छान्ने गर्छन्, जस्तै कि ब्राजिलको राजधानी ब्राजिलिया हो। तर सुरुमा यसको राजधानी रियो डी जेनेरियो थियो। पछि रियो डी जेनेरियोको हो हल्ला र तटीय वातावरणबाट टाढा जाने र देशको केन्द्रलाई आफ्नो राजधानी बनाउने नियत सहित ब्राजिलले ब्राजिलिया चुज गर्यो। तर ब्राजिलिया सिटी पनि थिएन, यहाँ मानिसहरूको बसोबास नै थिएन। त्यसैले यसलाई कम्प्लिटली फ्रम स्क्रैच यानी कि जिरोबाटै बनाउन सुरु गरियो। हुनेवाला राजधानीलाई पर्यटकीय सहरको रूपमा प्रचार गर्न ब्राजिलियालाई एउटा हवाईजहाज जस्तो आकार दिइयो। अनि बिस्तारै संरचनाहरू बनाउँदै गएपछि त्यहाँ बसोबास गर्न मानिसहरू पनि माइग्रेट गर्न थाले। यसरी हेर्दा अरू कुनै अस्तित्व भएको सहरलाई आफ्नो राजधानी बनाउनुको साटो ब्राजिलले अर्कै रणनीति लिएर एउटा नयाँ ठाउँलाई आफ्नो राजधानी बनाएको देखिन्छ। अर्को लोकप्रिय उदाहरण हो अस्ट्रेलिया। क्यानबेरा अस्ट्रेलियाको राजधानी हो। तर यसअगाडि सिडनी र मेलबर्न मध्ये कुन सहरलाई आफ्नो देशको राजधानी बनाउने भन्ने बारेमा धेरै विवाद भए पछाडि अस्ट्रेलियन सरकारले अर्कै रणनीति ल्यायो। सिडनी र मेलबर्नको बीचमा रहेको सहर क्यानबेरालाई आफ्नो देशको राजधानी बनायो र यसलाई ग्रीन सिटी यानी कि हरियो सहर भनेर प्रचार गर्न सुरु गर्यो। अब यो त अस्ट्रेलियाको कुरा भयो। तर कुनै देशहरूले आफ्नो राजधानी एकदमै भिन्न तरिकाले छान्ने गर्छन्। उदाहरणका लागि हामीले जापानलाई नै लिन सक्छौँ। टोकियो जापानको राजधानी हो। तर पहिला जापानका सम्राट जुन सहरमा बस्ने गर्थे त्यही सहरलाई नै जापानको राजधानी मानिन्थ्यो। सन् 1868 भन्दा अगाडि जापानका राजा यानक्योमा बस्ने गर्थे, जसलाई आज कोटो भनेर चिनिन्छ। 1000 वर्षभन्दा बढी समय क्योटो नै जापानको राजधानी थियो। त्यस पछाडि सन् 1868 मा जापान सरकार र सम्राटको महललाई एडोमा सारियो र त्यही एडोको नाम फेरेर टोकियो राखियो। यसरी हेर्दा जापानको राजधानी समयसँगै फेरिएको देखिन्छ। अब काठमाडौँको कुरा गरौँ। काठमाडौँलाई नेपालको राजधानी किन बनाइयो यो कुरा बुझ्नलाई हामी 18औं शताब्दीमा जानुपर्ने हुन्छ, यानि कि आजभन्दा करिब 250 वर्ष अगाडि। काठमाडौँ उपत्यका पहिला एउटा सिङ्गो राज्य थियो र यहाँनिर मल्ल राजाहरूले शासन गर्थे। तर मल्लहरूबीच आपसी मनमुटाव बढ्दै गए पछाडि उनीहरूले काठमाडौँ उपत्यकालाई 3 फरक राज्यमा बाँड्ने विचार गरे। काठमाडौँ यानि कि त्यति बेलाको कान्तिपुर, भक्तपुर यानि कि भातगाउँ र ललितपुर यानि कि पाटन, तिनै राज्यहरूमा मल्ल राजाहरूले नै शासन गर्ने गर्थे। काठमाडौँ उपत्यका बाँडिएसँगै मल्ल राजाहरू धेरै नै कमजोर बनेका थिए। इउन जयप्रकाश मल्ल काठमाडौँका अन्तिम मल्ल राजा। पृथ्वीनारायण शाहको पहिलो प्राथमिकता नै काठमाडौँमाथि जित हासिल गर्नु थियो, किनभने यसमा पृथ्वीनारायण शाहको अर्को नै रणनीति थियो। सिङ्गो नेपाल एकीकरण गर्न हिँडेका उनी अब आसपासका राज्यहरू पनि जित्ने सोचमा थिए। काठमाडौँमा उनले जित हासिल गरेको खण्डमा यो ठाउँ मुख्य राज्यहरूको केन्द्र हुने थियो र उनको एकीकरण अभियानमा यो ठाउँले मुख्य पात्रको रूपमा काम गर्ने कुरा उनले राम्रोसँग बुझेका थिए। यही क्रममा पृथ्वीनारायण शाहले 3 पटकसम्म लगाएर कीर्तिपुरमाथि विजय हासिल गरे। त्यो क्रममा उनले प्रयोग गरेका इन्ट्रेस्टिङ रणनीतिहरूलाई समेटेर हामीले काठमाडौँ अट्याकको अनि युनिफिकेसनकै बारेमा अझै डिटेलमै भिडियो बनाइसकेका छौँ, पक्कै पनि हेर्नुभयो होला। जे होस्, उनले उपत्यका मध्येको सबैभन्दा शक्तिशाली राज्य काठमाडौँमाथि जित हासिल गर्छन्। काठमाडौँको हार भएको थाहा पाएसँगै भक्तपुरका राजा रञ्जित मल्ल र ललितपुरका राजा तेज नरसिंह मल्ल दुवैले पृथ्वीनारायण शाहका अगाडि हार स्वीकार गर्छन्। त्यस पछाडि नै पृथ्वीनारायण शाहले काठमाडौँको दहचोकमा बसी आफ्नो राज्य चलाउँछन्। तर काठमाडौँलाई नै केन्द्र बनाउनु पर्ने गरी काठमाडौँ त्यस्तो महत्त्वपूर्ण चाहिँ किन थियो त? यो बुझ्नलाई हामीले काठमाडौँको इतिहास बुझ्नुपर्ने हुन्छ। काठमाडौँको इतिहास 2000 वर्षभन्दा पनि पुरानो छ। काठमाडौँ मानिसहरूको बसोबास रहेको विश्वभन्दा सबैभन्दा पुरानो सहर मध्ये एक हो। यसको खोज दोस्रो शताब्दीमा मञ्जुश्रीले गरेका थिए। नेवारी र बुद्धिस्ट माइथोलोजीका अनुसार उनी एक भगवान थिए या भनौँ बोधिसत्य। बोधिसत्य त्यस्ता व्यक्तिहरूलाई भनिन्छ जो मुक्तिको बाटोमा हिँडेका हुन्छन् या भनौँ भगवान बुद्धको मार्गमा हिँडेका हुन्छन्। काठमाडौँ पहिला एउटा विशाल ताल थियो जसलाई नागदह भन्ने गरिन्थ्यो। मञ्जुश्रीले काठमाडौँलाई एउटा मानिस बस्न लागेको सहर बनाउने सोचले चोबारको डाँडानेर गएर तलवारले काटिदिएका थिए अनि त्यस पछाडि उपत्यकाको सबै पानी बगेर गएको थियो। अब केही धार्मिक ग्रन्थहरू अनुसार भने त्यसको केही समय पछाडि बनासुरा नाम गरेका एउटा राक्षस काठमाडौँ आएर फेरि चोबार बन्द गरिदिएका थिए र उपत्यकामा फेरि पानी भरिएको थियो। त्यो थाहा पाए पछाडि भगवान कृष्ण नेपाल आएर बनासुराको अन्त्य गरी उनले आफ्नो सुदर्शन चक्रले चोबार फेरि काटिदिएका थिए। काठमाडौँ फेरि रहन लायक बनेको थियो। अरू केही गाई गोठाहरू पनि उनले आफूसँगै लिएर आएका थिए। तिनै गोठालाहरू मध्येका एक भुक्तमानलाई उनले काठमाडौँको पहिलो राजा बनाए र गोपाल वंशीय शासनको सुरुवात गरिदिए।
समयसँगै काठमाडौँमा महिषपाल, किराँत, लिच्छवी, मल्ल जस्ता भिन्न भिन्न वंशहरूले शासन गर्न थाले। यसरी पनि काठमाडौँ हिस्टोरिकल्ली इम्पोर्टेन्ट हुँदै गयो। त्यसबाहेक काठमाडौँ पहिलादेखि नै एक ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी थियो। प्राचीन समयदेखि नै काठमाडौँ व्यापार, संस्कृति र प्रशासनिक क्षेत्रको महत्त्वपूर्ण केन्द्र थियो। काठमाडौँ किराँत वंशीय राजाहरूको समयमा तिब्बत र इन्डिया बीचको व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण मार्ग थियो। इन्डियाबाट आएका व्यापारीहरू यहीँ बस्ने भएकाले काठमाडौँमा सधैँ बेग्लै प्रकारको उल्लास र रमझम हुन्थ्यो। सँगसँगै काठमाडौँ निवासीहरूले यसबाट आर्थिक लाभ पनि लिइरहेका थिए। भारतीय व्यापारीसँग राम्रो सम्बन्ध बनाएका नेवारहरूले बिस्तारै भारतको माध्यमबाट तिब्बतसँग व्यापार गर्न थालेका थिए। अब तिब्बतसँग नि राम्रो व्यापारिक सम्बन्ध बनाएका नेवारहरूले त्यहाँका स्थानीय उत्पादनलाई पनि निर्यात गर्न थाले। काठमाडौँ थोरै समयमा धेरै नै अगाडि बढिसकेको थियो। कला, कौशल अनि सांस्कृतिक धरोहरको धनी काठमाडौँ अब आर्थिक तवरबाट पनि धनी बन्दै थियो। त्यो बाहेक काठमाडौँको माटो एकदमै उर्वर थियो। यहाँ धान, मकै, कोदो, लसुन, बन्दा, काउली जस्ता अन्नहरू मनग्ग फल्ने गर्थे। त्यो बाहेक तोरी, उखु, कपास, बेसा र अदुवा जस्ता नगदे बालीहरू पनि फलाइने गरिन्थ्यो। र यो कुरालाई काठमाडौँको बागमती, विष्णुमती र मनोहरा जस्ता नदीहरूको प्रत्यक्ष पहुँचले पनि सजिलो बनाउँथ्यो। किसानहरूलाई रायसरी नहरको माध्यमबाट खेतमा पानी पुर्याउन धेरै नै सजिलो भएको थियो। यसरी आफ्नो सहरलाई पुग्ने अन्न उत्पादन साथै विभिन्न नगदे बाली उत्पादन गर्नाले यहाँका किसानहरूले राम्रो मुनाफा आर्जन गरिरहेका थिए। यसरी थोरै समयमा काठमाडौँ नेपालको प्रशासनिक, आर्थिक र राजनीतिक केन्द्र बनिसकेको थियो। नेपालका अधिकांश सरकारी कार्यालय, राजदरबार, विदेशी दूतावास र अरू महत्त्वपूर्ण कार्यालय पनि काठमाडौँभित्रै बन्दै गए। काठमाडौँ संस्कृति, परम्परा, वास्तुकला र मानव सभ्यताका तवरले हेर्दा पनि सिङ्गो नेपालको राजधानीको रूपमा उचित देखियो। पृथ्वीनारायण शाहको एकीकरण अभियानभन्दा धेरै अगाडिदेखि नै काठमाडौँले भारत र तिब्बत बीचको व्यापारिक केन्द्रको रूपमा काम गर्थ्यो र दुवै देशसँग राम्रो व्यापारिक सम्बन्ध बनाइसकेको थियो। यसरी हेर्दा स्थानीय उत्पादनले बजार पाउने र बाहिरबाट सामान आयात गर्न पनि सजिलो हुने देखियो। अनि लोकेसन वाइज पनि काठमाडौँ उपत्यका लगभग नेपालको बीचतिरै पर्थ्यो। यसरी सेन्ट्रल लोकेसनलाई देशको राजधानी बनाउँदा देशका विभिन्न क्षेत्रबाट प्रशासनिक सुविधा लिन सजिलो हुने पनि देखियो। अनि अर्को मुख्य कुरा जसका कारण पृथ्वीनारायण शाहले काठमाडौँलाई राजधानी बनाए त्यो के थियो भने काठमाडौँको चारैतिर अग्ला डाँडाहरूले छेकेको थियो, जसले देशको पोलिटिक्स र एडमिनिस्ट्रेसनको लागि नेचुरल डिफेन्सको रूपमा काम गर्थ्यो। अरूलाई अट्याक गर्न पनि सजिलो र आफूमाथि हुने अट्याकलाई पनि सजिलै आकलन गर्न सकिने भएकाले उनको एकीकरण अभियानलाई नै काठमाडौँले सहज बनाएको थियो। अब अहिले काठमाडौँ विदेशी पर्यटकका लागि प्रवेशद्वारको रूपमा काम गर्छ। यहाँ रहेका विभिन्न सांस्कृतिक र ऐतिहासिक धरोहर र मनमोहक वास्तुकलाका नमुनाहरूमा विदेशी पर्यटकहरू खुबै लोभिन्छन्। स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र काठमाडौँ दरबार स्क्वायर जस्ता वर्ल्ड हेरिटेज साइटमा सूचीकृत संरचनाहरू पनि यहीँनिर रहेका छन्। नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्रिय बैंक, अन्य वाणिज्य बैंक र ठुलो उद्योग व्यवसाय पनि काठमाडौँमै रहेका छन्। काठमाडौँ नेपालको केन्द्रमा पर्छ, जसले गर्दा पूर्व र पश्चिम दुवैतर्फका जिल्लाबाट राजधानी आएर प्रशासनिक सेवा लिन पनि सहज भएको छ। अरू देशका राजदूतावास, सार्क सचिवालय, युनाइटेड नेसन्स र विभिन्न आइएनजिओजहरू पनि यहीँ रहेका छन्। यस्ता संस्थाहरूले विश्वव्यापी रूपमा काठमाडौँको महत्त्व दर्शाउने गर्छन्। काठमाडौँ नेपालको फाइनेन्सियल हब पनि हो। विभिन्न व्यावसायिक हेडक्वार्टर पनि यहीँनिर अवस्थित छन्। यसरी हेर्दा काठमाडौँलाई नेपालको राजधानीको रूपमा घोषित गरिनुको श्रेय भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, प्रशासनिक, आर्थिक र राजनीतिक पक्षलाई नै जान्छ। काठमाडौँको सेन्ट्रल लोकेसन, आर्थिक वृद्धि, भाइब्रेन्ट अर्बन एटमोस्फियर, बढ्दो पर्यटन, डाइभर्स कल्चरल भ्यालुज आदि कुराले गर्दा पनि काठमाडौँ नै देशको राजधानी बन्नका लागि बेस्ट अप्सन थियो र अहिले पनि बेस्ट अप्सन नै छ भन्दा फरक नपर्ला। त्यसो त केही समय यता नेपालको राजधानी काठमाडौँबाट हटाएर अरू नै कुनै ठाउँमा सार्नुपर्छ भन्ने कुराहरू पनि उठिरहेको छ। यदि त्यसो गर्ने हो भने काठमाडौँ जतिकै हिस्टोरिकल, कल्चरल र एडमिनिस्ट्रेटिभ इम्पोर्टेन्स भएको अरू कुन ठाउँ छ त, त्यसमा बहस हुन आवश्यक छ। तपाईँ यो विषयमा के सोच्नुहुन्छ त कमेन्टमा भन्नुहोला र नेपालको एकीकरणका यी 3 भिडियोहरू पनि हेर्न नछुटाउनुहोला। हस् त, थ्याङ्क यू फर वाचिङ।